Happy birthday to you. Hello guys, welcome back to the Renu channel and it's me Pavidan. मेरो नयाँ फेस देख्न सक्नुहुन्छ रेनुकाको भ्लगमा है। अब सबैले रेनुका त भन्छ होला। अनि आज मेन भ्लग स्टार्ट गर्नु भनेको चाहिँ ठ्याक्कै 12-1 बजिसक्यो हैन। आज चाहिँ सिज बर्थडे गर्ल सो भ्लग चाहिँ मैले स्टार्ट गर्देको। यो चाहिँ मेरो साथीहरुलाई एकदमै थ्यांक यू सुनिता, बिमला, अरुणा, इनावासा। थ्यांक यू सो मच। अनि त्यो चाहिँ गिफ्ट है के अरे सरप्राइज गिफ्ट रहेछ हैन। अब हामीलाई थाहा छैन दाइजो उपदेश। अनि यता हामीसँग हुनुहुन्छ हाम्रो दुईटा दिदी बहिनी टोली। तपाईहरुले त लुट्नु पर्ने हो छिटो। लुटिसक्यो। अनि ओइ सञ्चिता हेर अर्को छ हामीसँग सञ्चिता जन र यति नै हामी यहाँ हुनुहुन्छ हाम्रो दाइ मिल्नु वकालु ने तो 4-5 हामी जम्मा 6 जना छौं। यतिले चाहिँ हामी अब सेलिब्रेसन मनाएको त्यस्तो स्मल फ्यामिली हो नि त। आज चाहिँ उहाँको चाहिँ स्पेशल बर्थडे पर्न गएको हुँदाखेरि चाहिँ हैन उहाँ स्पेशल स्वीट 16 आज स्वीट 16 स्पेशल बर्थडे त्यही त भन्नु हुँदैन क्या लाइक अ स्वीट 16 हैन। सो अनि त्यही हो अरु केही पनि छैन यसो बसेर खाने मासु भात है अनि सान केक काट्ने अरे ल भयो ल हाम्रो चाहिँ अब केक ग्याङ पनि काट्दिन त हामी भनेको साइड ग्याङ हैन। अब चाहिँ हैन बर्थडेको चाहिँ के भन्छ केक निकाल्न गइरहेको छु म। अनि स्पेशल यो चाहिँ उहाँको ग्याङबाट अनि त्यसो दिदी हिसाबको ग्याङबाट आएको है। अनि अर्को चाहिँ छ यसको भाग्यमानीको अनि यो चाहिँ छ घर फ्यामिलीबाट हामी घर फ्यामिली हामी छिमेकी फ्यामिली घर फ्यामिलीबाट है यो चाहिँ देखिरहेको दिस इज फर यु। आजको दिनमा चाहिँ मेरो जन्मदिन भएको कारणले सबैजना एक छाक मिठो खाना खाम भनेर सोचेको थिएँ। मिठो मसिनो जे होस् बहिनीहरू तथा मेरो साथीहरूबाट सरप्राइज गिफ्ट केक आएको कारणले केक पनि काटियो। थ्यांक यू सो मच मेरो साथीहरू, मेरो प्यारो दिदी बहिनीहरू, मेरो घर फ्यामिली छर छिमेकी इष्टमित्रहरू सबैलाई थ्यांक यू सो मच। थ्यांक यू सो मच। बनाएर फ्रिजमा राख्नु। म चाहिँ एकदम खुसी छु है ल केक काट्ने हो। अब चाहिँ राख्नु पर्छ ल स्ट्यान्ड ल्याउ त। अब चाहिँ विश माग्नु ल है अब चाहिँ बर्थडे केक काट्न लागेको छ। सो उहाँ चाहिँ विश माग्दै हुनुहुन्छ हेरौँ। यो चाहिँ बिग्रे साइकलबाट ऊ जम्मै ऊ भइसक्यो। ल ल ल काट्नु। ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु। ला 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 ओताङ्गे पिनु ओमेदेतो गोजाइमास। हाम्रो चाहिँ केक उ भइहाल्यो। क्यान्डल निकाल क्यान्डल खानु पो पर्छ त निदाई निदाई भने हो बहिनी भन्नुहुन्छ। ला 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 हाम्रो अडियन्सहरू यता हुनुहुन्छ हाम्रो हिरोनी यता हुनुहुन्छ। दाइलाई देखाउँदा केही हुँदैन है हाम्रो दाइ यता हुनुहुन्छ माइती। ल्या 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 यसलाई एकछिन फ्रिजमा हाल्नुपर्छ कि क्या हो खानु मजा हुँदैन। अनि त्यो भर्खरकै फ्रेस भयो अरे काटिसक्नु भयो उतै काटिसक्नु भयो। ल अब चाहिँ म काट्न गइरहेको छु। अब स्पेसल अरू चाहिँ केही पनि गर्न सकिएन। अनि अब डेकोरेट पनि अब त्यस्तै हो बच्चा जस्तो होइन म मनाउने होइन भन्ने कुरा भयो होइन। अब दिदी हुने रेस्पेक्ट गरेर हामीले चाहिँ केही पनि गरेनौँ। यो भनेको यसो स्पेसल हो अरू केही होइन। आफ्नो बर्थडेमा त आफूले किनेर कहाँ काट्नु त। ल खाइहाल्नु टप्पै टिपेर। ओ पारा दिदीबाट खुवाउनु न ठुलो दिदी। फेरि खुवाउनु पाएँ भनेर हामी पनि खानुपर्छ त स्ट्रबेरी। एउटा प्लेटमा राख्नु न।
कुन चाहिँ यमी छ है ल है ल है हाम्रो ग्याङको छ कि खाइदेऊ खाइदेऊ मैले खाँदिनँ होइन खाँदै जसले खाँदै पनि एउटै म पनि हात धुन्छु भने हामी त बाहिर गएर ल ऊ दाइलाई चाहिँ न दाइले खुवाउनुहुन्छ नभए त सबै खानु पेला तुलुत हुन्छ म त खान्छु ल ल मेरो पालो आएको छ अब म खाइदिन्छु ल ह्याप्पी बर्थडे दिदी हो सबै प्लेटमा हालेर टक्ला अब केही हुँदैन कसले अब दाइलाई हुँदैन पनि होइन ल हाम्रो चाहिँ ऊ सक्यो के अरे केक सेक काट्ने प्रोग्राम सकेर अब खाना खानेपट्टि किनभने भोक लागिसक्यो सबजना खाने मुख यहाँनिर हेरेर बसिराख्नु भएको छ यहाँ कतैखेर देलाएर खाउँला भनेर अब घर रेडीले गरेर दिनुहुन्छ त्यतिखेर खाने होला रहेछ हामी हेर्दैछौँ यहाँनिर देख्न सक्नुहुन्छ तपाईँ नेपालको सोयाबिन देख्न सक्नुहुन्छ अनि सक्नुहुन्छ त्यहाँनिर भात छ भातसँग हाम्रो अचार छ लिएर हाम्रो दाल छ साथै हामीसँग यहाँनिर जुसको ठाउँमा पानी पनि छ हामी अब दिउँसो भएकोले हामी रक्सी सक्सी चाहिँ खाँदैनौँ एकदम सरिफ ज्ञानी छौँ हामी त्यही भएर साथी फ्रिजमा राखेको छैन जुस अनि तपाईँको त्यो लुगा चाहिँ सम्हालेर बस्नु होला कृपया तर यो नकटाउनु यसमा यो हाल्नु है यो ल्या यो त लक्की दामी एङ्गल मिलाइदिरहेको छु मैले त ने दाइ रमाइलो हुँदैछ नि रमाइलो साथीहरू आज चाहिँ मेरो सानो छोटो मिठो बर्थडे पार्टीमा साथीहरू आएर रमाइलो गरेर एकदमै खुसी लाग्यो सबैजनालाई धेरै माया अनि धेरै धेरै धन्यवाद।